आज दाङको बसाइ थियो अनि गर्मी चाहिँ उडुम छ है गर्मी यतातिर अङ्गलमा आई लभ यु बाख्रा साख्रा पाल्नु भएको छ बाख्राहरू छ टन्नै बाख्रा खोर भयो यो चाहिँ हाम्रो मम्मीको माउलरी है टक्क लगाएर यहाँ पसल ससल रहेछ यहाँ भेट्दैछौँ यो रोल्पा भनेर यहाँ हामी त बल्ल दाङ जिल्लामा त छौँ होइन यो डाँडा कालो डाँडादेखि उता रोल्पा चाहिँ अब हामी ट्र्याक्टरका फुजे घर आउँदैछौँ है अब फुजे छन् या छैनन् हेर्नुपर्छ त्यहाँबाट चाहिँ हाम्रो यो मालिकको छोटे मालिक साहब नमस्कार मालिक त पुरा के हो कारमा चढेर आइसक्नुभयो त यता फुजेले हाम्रो फुजेले के ल्याइरहनु भएको छ हाम्रो लागि सायद तयारी गर्नुहुन्छ होला हाम्रो लागि के खानपिनको लागि साली यहीँ भनेको हाँसेर बर्बाद छ हाम्रो कान्छी फुजेको घर रहेको छ माइलो घर एकछिनमा देखा पर्छ उतातिरबाट गाडी आएर चाहिँ यता फुजेहरू वेटिङमा हुनुहुन्छ हाम्रो जेठी फुजे कान्छी फुजे बुढी ज्वाइँ हुनुहुन्छ अब हामी फेरि उता माउलोतिर मम्मीको माउलोतिर जाने जस्तो विचार छ अब हेरौँ त्यहाँको बाटो कस्तो हुन्छ है गाडी आइसक्यो गाडीमा चढ्छौँ फेरि त्यहाँको हेलो हेलो गाइस सबैजनालाई नमस्ते वेलकम टु माई युट्युब च्यानल एन्ड मगर भाइ ब्लगमा यति बेला हामी दाङको बसाइतिर छौँ धानहरू एकदम हरियाली छ आज दाङको बसाइ थियो अनि गर्मी चाहिँ उडुम छ है गर्मी यतातिर बसिसक्नु छैन अब अहिले चाहिँ म उता ठ्याक्क त्यो हरियो यो घरमा ठ्याक्क जाँदैछु त्यहाँ चाहिँ फुजेको घर हो अरे अनि फुजेको घर जाँदैछु अब हामी जाने भनेको त यो डाँडा काटेर उता कता रोल्पा जाने त होइन यो रोल्पा भन्ने त यहाँ हामी त बल्ल दाङ जिल्लामा त छौँ होइन यो डाँडा कालो डाँडादेखि उता रोल्पा चाहिँ अब हामी ट्र्याक्टरका फुजे घर आउँदैछौँ है अब फुजे छन् या छैनन् हेर्नुपर्छ छन् होला सम्भव त अब हेरौँ धेरै समयपछि भेट भएको छ अब तिहारमा जानुहुन्छ अरे दसैँमा जानुहुन्न अरे भन्ने चाहिँ सुनेछु गफसप हुन्छ एकछिन फाइनल्ली हामी यो उमा आइसक्यौँ फुजेको घरतिर टक्क लागेर ए टोक्लाई टोक्ला फुजे सन्चै हुनुहुन्छ यो चाहिँ हाम्रो कान्छी फुजेको घर रहेको छ माइलो घर एकछिनमा देखा पर्छ यस्तो धुलै गरिदियो त कान्छाले त कसले नेमेले पप्पु ल कहाँ गयो त अरू जेठा अहिले चाहिँ ठक्क हामी फुजेको घर बसिरहेको छौँ है यहाँबाट फुजेको घर किनै भ्युज हो एकदम रमाइलो छ हेरिरहेको छ अवलोकन गर्ने एकदम रमाइलो ठाउँ छ यहाँबाट है यता फुजेले हाम्रो फुजेले के ल्याइरहनु भएको छ हाम्रो लागि सायद तयारी गर्नुहुन्छ होला हाम्रो लागि के खानपिनको लागि साली यहीँ भनेको हाँसेर बर्बाद छ ए साथी लजाएर बर्बाद छ त्यही हो है खानपिन भइरहेको छ अब हामी फेरि अब माइलो घर जान्छौँ माइलो घरबाट त्यहाँ हल्का केही न्युजहरू देखाउने छु भन्दै त छैन है त बाई बाई ल दुई भाइले अङ्गल मार त धेरै दिनपछि भेट भएको छ ल अङ्गल मार आई लभ यु बाख्रा साख्रा पाल्नु भएको छ बाख्राहरू छ टन्नै बाख्रा खोर भयो माइलोको घर रहेको छ है अब माइल दाइ यता विदेश हुनुहुन्छ यहाँ भाउजूहरू हुनु रहेछन् स्वागत गर्नुभयो राम्रै भयो बस्यो यहाँ अब यताबाट चाहिँ हाम्रो यो मालिकको छोटे मालिक साहब नमस्कार मालिक त पुरा के हो कारमा चढेर आइसक्नुभयो त लागि हामी फेरि यता फुजेको घरबाट हामी फेरि यता माउलातिर जाने जस्तो कुरो भइरहेछ आमाको माउलातिर गाडी आइरहेछ उतातिरबाट गाडी आइरहेछ यता फुजेहरू वेटिङमा हुनुहुन्छ हाम्रो जेठी फुजे कान्छी फुजे बुढी ज्वाइँ हुनुहुन्छ अब हामी फेरि उता माउलोतिर मम्मीको माउलोतिर जाने जस्तो विचार छ अब हेरौँ त्यहाँको बाटो कस्तो हुन्छ है गाडी आइसक्यो गाडीमा चढ्छौँ फेरि त्यहाँको भ्लग आउँदैछ भन्ने बाछासँग जाउँ क्यारे यो चाहिँ पानी ट्याङ्की हो पानी ट्याङ्की मुनि हेर्नु त मौरीहरूले कति रस पारेछ यो चाहिँ हाम्रो मम्मीको माउलरी है टक्क लगाएर यहाँ पसल ससल रहेछ यहाँ भेट्दैछौँ